म केपीकै क्षेत्रको मान्छे हो झापाको। तपाईले कसलाई भोट हाल्नु भयो बा? मैले केपी ओलीलाई भोट हालेको थिएँ। केपी ओलीलाई। तर मैले के ठाने त्यो बेला भने यो 14 वर्ष जेल बसेको यो भुइँ मान्छे र सर्वहाराको नेतृत्व गर्न सक्छ भनेर भोट हाले हो। तर मान्छे चोर रहेछ, थाहा पाइएन त्यो बेला। गल्ती त हामीले पनि गऱ्यौँ। हेर्नुहोस्, त्यो मान्छेको जमिन झापामा 10 कट्ठा हो, मेरो 17.5 कट्ठा है। म भन्दा 7.5 कट्ठा कमी आर्थिक अवस्था भएको मान्छे हो है। हामीले भोट हाल्यौँ, जितायौँ। काठमाडौँको कोटेश्वरमा आएर बालमा बसेको मान्छे हो यो। बालमा म त्यो बेलामा यहाँ तरकारी सब्जी पसल गर्थेँ, मेरैमा आएर तरकारी खान्थ्यो। अवस्था त्यही हो। त्यो 5 वर्षको अवधिमा दमकमा एउटा दरबार बनायो, त्यो अहिले पनि छ। रो मोदी बसेको छ त्यहाँको पहिलेको मेयर। हेर्नुहोस् है, भनेपछि नलुटिया हो। त्यति मात्रै कहाँ हो र? त्यति मात्रै होइन। त्यो अर्को सालको चुनावदेखि यता बालकोटमा किन्यो, बालकोटमा घर बनाएर बस्छु। त्यति मात्रै क्या हो र? त्यो को भन्दा केपी ओली हो, अरू त होइन। फेरि त्योभन्दा पछाडि तपाईँको एउटा बर्थडे मात्रै मनाउन 4-5 वटा हेलिकप्टर चार्ज गरेर तपाईँको उहाँ वाकु भन्ने ठाउँमा सारा देशको सम्पत्ति नाश गर्यो। यो लुटा हो कि होइन? लुटा हो, यो भ्रष्टाचारी हो, केपी चोर हो, यो खड्ग प्रसाद ओली काम नलाग्ने देशको किरो हो। नमस्ते। अब काठमाडौँ जिल्ला अदालतमा आउनु भएको रहेछ, के का लागि आउनुभयो? होइन, म अन्यायको विरुद्धमा न्यायको पक्षमा आएको। न्यायको पक्षमा। अहिले रवि लामिछाने पनि भित्र हुनुहुन्छ, उहाँलाई के अन्याय भएको लाग्छ? तपाईँको धारणा के हो? अब तपाईँहरूलाई कस्तो लाग्छ? पत्रकार मित्रहरूलाई सबैलाई थाहा भएको कुरा हो। अन्याय भयो कि भएन, ऋषिकेश पोखरेलको श्रीमतीलाई फर्केर एकचोटि न्यायालय हेर्नुहोस् है। हिजोको दिनसम्म सूचीबाट फरार, भोलिपल्ट अदालतमा गएर त्यसै दिन थुनचेक बस, त्यसै दिन धरौटी, त्यसै दिन रिहाई भएपछि रविमाथि प्रतिशोध हो कि होइन? प्रष्ट कुरा यो देशको सबैभन्दा भ्रष्ट नेता भनेको केपी चोर बुझ्नु भएन के? सबैभन्दा बढी भ्रष्टाचार गर्ने केपी ओली हो। दोस्रोमा आरजु राणा, तेस्रोमा तपाईँलाई थाहा छ अहिलेको अर्थमन्त्रीले ललिता निवासको जग्गा 8 आना दिएको हो कि होइन? सबै नेपाली जनता शान्ति छ त्यसको लागि। त्यो भ्रष्टाचार गरे हो कि होइन? त्यो दीपक खड्का भन्ने मान्छे अहिलेको ऊर्जा मन्त्री, जहाँ विद्युत प्राधिकरणको कार्यालयमा अफिस बनाएर बसेको छ, त्यो स्काउटको जग्गा खाने मान्छे हो कि होइन? प्रश्न छ नि यो त। त्यसो भएको हुनाले म के भन्छु भने रविमाथि राज्य आतङ्क मचाइएको छ। त्यो आतङ्क नेपाली जनताले सडकबाट दिनुपर्छ। अब सडकमा नेपाली जनता आउन आवश्यकता छ। सडक आन्दोलन गर्नुपर्छ, आवश्यक आइसक्यो, भइसक्यो। किन भएन? कति भ्रष्टहरूलाई पाल्ने, ल भन्नुहोस्, कति भ्रष्टहरू तपाईँ हामीले पाल्ने, कति भ्रष्टलाई हाम्रो खुन्ड पसिना दिने। हामी हिजोका दिनमा गल्ती गर्यौँ होला, भोट हाल्यौँ होला। यो किरोलाई पैसा त रविले कमायो भनेर अहिले मुद्दा लागिरहेको छ। प्रमाणले हुनु पर्यो नि, गगनले उतारे जस्तो हो यो। सहकारी न्यायालयमा त प्रमाण चाहियो होला नि त। खोइ त कास्कीमा प्रमाण खोइ, गगनले संसदमा उतारेको प्रमाण खोइ, संसदीय समितिले छानबिन गरेको प्रमाण कहाँ गयो? निर्दोष भनेर निकाल्यो होइन? त्यो तपाईँ हामी सबैलाई थाहा भएको कुरा हो त। जनता ढाँट्न पाइन्छ? अब जनतालाई भ्रम पार्नु छैन। यो बिचौलियाको सरकार, यो भ्रष्ट सरकार, यसलाई सडकबाटै फाल्नुपर्छ। अब न्यायालयमा बहस भइरहेछ, तपाईँहरू कस्तो निर्णयको अपेक्षा गरिरहेको? होइन, न्यायालयप्रति हामी सम्मान गर्छौँ। यदि अन्यायको पक्षमा निर्णय आयो भने त्यसको पनि विरोध गर्छौँ। तर अहिले हामीले सम्मान गरेका छौँ। न्याय दिन्छ भन्ने हामीलाई आशा छ। न्यायमूर्तिले सोच्ने कुरा हो। त्यो आदेश आए पछाडिको कुरा गरौँ। त्यतिखेर चाहिँ आदेश आउन बाँकी छ। हामी त के भन्छौँ भने साधारण तारिकमा रविलाई छान्नुपर्छ कि धरौटीमा छान्ने हो कि साधारण तारिकमा छान्ने हो कि जमाना जपतमा छान्ने हो कि? एउटा हुन्छ नि त प्रक्रिया छ होला त्यहाँ पनि। तर यी सरकारी वकिल भन्ने पार्टीका झोले कहीँ 1 जना जान्छन्, कहीँ 11 जना आउँछन्। 11 जना हेर्नुहोस् त, भित्र पठाउनु पर्छ, खोरमै हाल्नुपर्छ भनेका छन्। यी पार्टीका झोले नभएको त तपाईँ हाम्रो पसिना खाएर बसेका सरकार हाल्ने त जनताले हो। शक्ति जनतासँग हो, रविसँग होइन।
रविको साथमा जनता छन्, जनता सडकमा आउँछ। रविले अब यहाँबाट छुट्यो भने सरकार ढाल्नु पर्छ कि पर्दैन? अनि सरकार त मैले तपाईँलाई पहिले नै भनिसकिनँ र यो सरकार काम छैन। यो सरकार भ्रष्टाचार उद्योगपतिको समर्थन गर्ने सरकार हो। यो सरकार जनताले सडकबाटै ढाल्नुपर्छ। रवि आउँदा ढाल्ने, नआउँदा नढाल्ने होइन, रविभित्र भए पनि ढाल्नुपर्छ। यो सरकारको काम छैन। यो मेरो बुझाइ हो। हस्, म एउटा नेपाली नागरिकको हैसियतले तपाईँ मिडिया मार्फत सार्वजनिक गरिदिनु होला। हस्, धन्यवाद।